प्रेमशङ्कर मर्दनिया आफ्नो होमस्टेमा विदेशी पर्यटकको स्वागतमा व्यस्त हुनुहुन्छ। नवलपरासी पश्चिमको अमलटारी सामुदायिक होमस्टेका अध्यक्ष रहनुभएका मर्दनिया होमस्टे महासङ्घ नेपालको पनि केन्द्रीय अध्यक्ष हुनुहुन्छ। पर्यापर्यटन र संस्कृतिसँग रमाउन अमलटारी होमस्टे उपयुक्त गन्तव्य भएको उहाँ बताउनुहुन्छ। अब यहाँ विशेष गरेर तपाईँको विश्व सम्पदामा सूचीकृत चितवन राजधानी निकुञ्जसँग जोडिएको सामुदायिक वन ठुलो हेक्टरमा छ। अब यहाँ सलल नारायणी बगिराखेको छ। यहाँ विशेष गरेर तपाईँको चाहिँ विश्वकै दुर्लभ वन्यजन्तु एक सिंह गैँडा, पाटे बाघ लगायतका अन्य जनावरहरू यहाँ हेर्न आउँछन् र सँगसँगै तपाईँको यहाँको स्थानीय जनताहरूसँग एउटा दिगो जीविकोपार्जनको हिसाबले संरक्षण र पर्यावरणलाई मध्यनजर गर्दै तपाईँको करिब 34वटा घरमा चाहिँ होमस्टेहरू छन्। त्यस कारणले यहाँ चाहिँ विशेष गरेर अब यहाँको भाषा, यहाँको धर्म, यहाँको संस्कार, यहाँको संस्कृति जगेर्ना गरेर मान्छेहरूले चाहिँ सांस्कृतिक कार्यक्रमलाई विशेष फोकस गरेर मान्छेहरू चाहिँ पर्यावरण मार्फत लोकल अर्ग्यानिक चिजका उत्पादनहरू, खाना, पान, बसाई अन्य कुरालाई व्यवस्थापन गरेर तपाईँको जीविकोपार्जनमा पर्यटन व्यवसायमा लागेका छन्। यहाँका विशेषता भनेको विशेष थारू समुदाय, भोटे समुदाय, मुसर समुदाय, विश्व सम्पदामा सूचीकृत चितवन राजधानी निकुञ्ज यहाँ सांस्कृतिक कार्यक्रम हेर्नको लागि यहाँ मान्छे आउँछ। हजुर, जस्तो पर्यटकहरूको लागि के कस्तो सेवा प्रदान गर्नुहुन्छ? अब यहाँ आयो भने कस्तो छ भने अब वेलकम गर्ने कार्यक्रम हुन्छ सुरुमा, होइन? उहाँहरूलाई जस्तै यहाँको लोकल चिजबाट, लोकल खानेकुराहरूबाट चाहिँ अब लोकलमा पाइने अर्ग्यानिक चिजहरूबाट चाहिँ आतिथ्य प्रदान गरिन्छ एउटा। जस्तै तपाईँको यहाँ अनि अन्य कार्यक्रमहरू, जस्तै तपाईँको कार्यक्रम यहाँ तपाईँको जङ्गल सफारी हुन्छ, नारायण नदीमा बोटिङ हुन्छ, तपाईँको त्यस्तै गरी तपाईँको चाहिँ जङ्गल वाक हुन्छ, यहाँ तपाईँको होइन सांस्कृतिक कार्यक्रमहरू हुन्छ बेलुका, होइन? र तपाईँको चाहिँ यहाँ अब इलिफेन्ट सफारीहरू हुन्छ, होइन? यी कार्यक्रमहरूबाट पाउनुलाई स्वागत गर्ने कार्यक्रम। तपाईँ चाहिँ यो कावासती नगरपालिकाको पूर्व उपमेयर पनि होइन? यो अमलटारी क्षेत्रको पर्यटन विकासको लागि चाहिँ होइन तपाईँको अघिल्लो कार्यकालमा र अहिले चाहिँ के कस्तो भनौँ न? अब यसमा के छ भन्नुहुन्छ भने अब यो आफू रहँदा र आफू नरहँदा धेरै फरक पर्छ। मलाई लाग्छ कावासती नगरपालिकामा उपमेयर भइरहँदा भन्दा पनि तपाईँको त्योभन्दा अगाडि मैले 65 सालमा तपाईँको यहाँको बफरजनको अध्यक्ष थिएँ। 70मा पनि तपाईँको म यहाँको मध्यवर्तीको अध्यक्ष। त्यो बेलामा तपाईँको एउटा कन्सेप्टबाट विशेष गरेर तपाईँको यहाँका जनताहरू करिब माइग्रेसन भइसकेका थिए, होइन? यहाँका कहिलेकाहीँ गैँडा, कहिलेकाहीँ बाघ, कहिलेकाहीँ चितल, त्यस्तो खालको पोचिङ हुन्थ्यो। यो जङ्गल पुरै उचाडिएको थियो र यो जङ्गलसँग जोडिएको मान्छेलाई संरक्षणसँगै अब यिनलाई बचाएर तपाईँको चाहिँ लाखौँ करोडौँ अरबौँ हुनाले ठुला होटल खोल्न सक्छन् मान्छेले। तर यहाँका जनताहरू तपाईँको चाहिँ मानव क्षति भयो, बाली क्षति भयो, पशुधन क्षति भयो। तर यी मान्छेहरूले पुर्खौँ यहाँ जिन्दगी बिताए, तर तपाईँको यहाँका मान्छेले के कमाउन सकेन। अब सानो सानो लगानीबाट तपाईँको यो वन्यजन्तु देखाएर पैसा कमाउनुपर्छ भन्ने कन्सेप्ट यहाँबाट भित्र्याइयो।